अब के गरेँ म पनि पहिला गाउँमा काम गरिरहेको मान्छे हो मोबाइलमा मैं भूतपुरा वरिष्ठ पत्रकार मैं सेवा करना आया हूँ मैं आप लोग को सब इनका बच्चा को मैं पढ़ाना चाहता हूँ शिक्षित बनाना चाहता हूँ और गांव को विकास करना चाहता हूँ मेरा नाम है ऋषि धामला मैं पत्रकारिता मैले यहाँ आउने बित्तिकै उम्मेदवारी दिने बित्तिकै मेडिकल कलेज चाहियो राम्रो अस्पताल चाहियो भनेर उत्तरमा यही भएर भने होइन उपचार नपाएर बनाइदियो चुप न क्या कति बोल्दैछ लौडा दिमाग निको दारू पिलेर चाहिँ लौडा हाम्रो दिमाग जति पछि बोल यहाँ म मैले चाहिँ त्यतिखेर मास्टर गर्न पाइनँ मैले आइए पास भन्दै त्यतिखेर आइए पास गरेर मास्टर गर्ने उसमा मैले समय दिन नसकिनँ मैले छोडिदिएँ पिपल्स कलेजमा मैले पोलिटिकल साइन्स पढेँ सरकारतिर पनि ठिक्क बाहिर पब्लिकसँग पनि ठिक्क क्या ब्यालेन्स मिलाउनु सिपालु पत्रकार भ्यालेन्टाइन्स डे कहिले हो थाहा छ भ्यालेन्टाइन डे आउँदैछ डिसेम्बरमा हो ओ गॉड फेब्रुअरी 14 मा हो भ्यालेन्टाइन्स डे हो र फेब्रुअरी 14 मा आउँदैछ भने नि त मैले तपाईहरुको छोरा छोरीलाई बिना पैसा पढाउने बिना ठेवा पढाउने आप आए हो आप जो बोलेंगे वो ही करूंगा मैं आपको धोखा क्यों नहीं दूंगा